हेलो नमस्ते, म फेरि पनि आइसकेको छु अर्को नयाँ भिडियो लिएर। मेरो हातमा देख्न सक्नुहुन्छ सुजीको प्याकेट। हजुरहरूलाई आज म हाम्रो गाउँघरतिर बनाउने एउटा खाजाको रेसिपी लिएर आएको छु। हजुरहरूले पनि लास्टसम्म हेरिदिनु पर्ने हुन्छ, किनभने हजुरको नानी बाबुलाई पनि मनपर्छ भने बनाइदिनुहोस्। हजुरको भान्सामा पनि गहुँको पिठो, मकैको पिठो अनि सुजी छ भने हजुरहरू सजिलै बनाउन सक्नुहुन्छ। अहिले चाहिँ म यो मकैको पिठो हो, यसलाई म भुस हुन्छ भनेर चाल्दैछु। मसँग चाल्नु थिएन, तर यो झाँझरले म काम चलाउँदैछु। त्यसै गरी म गहुँको पिठोलाई पनि चाल्दैछु, किनभने कहिलेकाहीँ पिठोमा कपाल परेको हुनसक्छ, किरा परेको हुनसक्छन्। त्यही भएर हामीले यसरी राम्रोसँग चाल्नुपर्छ। यहाँ मैले सुजी रेडी गरेको छु, गहुँको पिठो अनि मकैको पिठो रेडी गरेर राखेको छु चालेर राम्रोसँग। अनि त्यसपछि मसँग नारियल पनि थियो। हजुरहरूले काजु बदाम पनि एड गर्न सक्नुहुन्छ, हजुरहरूसँग छ भने। मसँग नारियल थियो, आज मैले नारियलको मात्रै बनाउने सोचेँ अनि म यसरी बिरालीमा कोर्दैछु। अब म सबै सामानहरूलाई ठुलो बाटामा मिक्स गर्दैछु, एक एक गरी हाल्दैछु। सबैभन्दा मैले धेरै मकैको पिठो लिएको थिएँ, त्यसपछि अलिकति कम गहुँको पिठो लिएको थिएँ, त्योभन्दा कम सुजी लिएको थिएँ। अनि चिनी चाहिँ आफ्नो स्वाद अनुसार राख्न सक्नुहुन्छ हजुरहरूले। अनि नारियल चाहिँ मैले पुरैसिँगै कोरेर राखेको छु। जति नारियल हाल्यो त्यति मिठो हुन्छ। हजुरहरूसँग के छ त्यो सबै राखेर बनाउँदा अझै मिठो हुन्छ। मसँग यति नै थियो अनि मैले यस्तै बनाएँ, किनभने हामीहरू सानो छँदा यस्तै गरी खान्थ्यौँ। अनि त्यसमा मैले मिठो सोप पनि राखेको छु। अनि त्यसपछि अलिकति गरम मसला पनि हालेको छु। अनि एकदमै चाहिने भनेको यसमा हाल्नु पनि घिउ चाहिँ हो। घिउ चाहिँ जति धेरै हाल्यो त्यति नै पछि क्रिस्पी हुन्छ खुजुरा चाहिँ। हाम्रो चाहिँ यो चाहिँ सानो छँदाखेरि आमा बुवाले बनाएर राखिदिनु हुन्थ्यो खुजुरा। त्यही रेसिपी मैले आज हजुरहरूसँग पनि सेयर गर्दैछु। अब यसरी राम्रोसँग मिच्नुपर्छ। यतिको डल्ला बाटिने भयो भने घिउमा पछि क्रिस्पी हुन्छ, एकदमै मिठो पनि हुन्छ। अब हाम्रो पिठो पर्फेक्ट भयो, घिउ चाहिँ पुगेको हो जे होस्। यस्तो डल्ला बाटिँदाखेरि घिउ पुगेको मानिन्छ। यस्तो डल्ला नबाटिएको भए अलिकति घिउ थपेर फेरि मिक्स गर्न सक्नुहुन्छ हजुरहरूले। अब मसँग दुध पनि थियो, दुध मैले तताएर राखेको थिएँ, चिसो बनाएको थिएँ। अब यो चाहिँ पानीले भन्दा दुधले मुस्दा अझै राम्रो हुन्छ, बिग्रिँदा पनि बिग्रिन्न। हजुरहरूले 1 महिनासम्म स्टोर गरेर राख्न सक्नुहुन्छ। अनि हजुरको नानी बाबुलाई स्कुलको टिफिनको लागि पनि भयो, हजुरहरूलाई चियासँग पनि खान भयो, त्यत्तिकै पनि खान एकदमै मिठो हुन्छ। यसरी म राम्रोसँग मिच्दैछु। धेरै गिलो पनि बनाउनु हुँदैन, धेरै साह्रो पनि बनाउनु हुँदैन, ठिक्कको बनाउनु पर्छ। जति सामान लिनुभएको छ त्यही अनुसारको दुध पनि चाहिन्छ। अब मेरो डो यत्तिको भयो, ल हेर्नुहोस्। अनि यो पिठोलाई 1 घन्टा 2 घन्टासम्म रेस्ट गर्न छोडिदिनु पर्छ। मैले चाहिँ 1 घन्टा रेस्ट गरिसकेपछि अब म चाहिँ यसरी सानो सानो डल्ला समातेर हत्केलाले राम्रोसँग प्रेस गरेर यो काटा भएको चम्चाले म डिजाइन बनाउँदैछु। हजुरहरूलाई पनि जस्तो डिजाइन बनाउन मन लाग्छ त्यस्तै डिजाइन बनाएर ठिक्क पार्नु होला। ल हेर्नुहोस् त कस्तो राम्रो डिजाइन भयो। अघि अर्कै कराई देख्दै हुनुहुन्थ्यो, ऊ चाहिँ
सानो भयो, धेरै अटेन, त्यही भएर मैले अर्को कराई बसाइसकेको छु ताकि एकैचोटि धेरै अटोस् भनेर। त्यही पनि जम्मा 5वटा अटेछ यसमा पनि, उसमा त झन् 2टा मात्रै अट्ने थियो। हामीहरूले एकदमै ध्यान दिनुपर्ने कुरा भनेको यसको लागि सानो ग्यासमा पकाउनुपर्छ। ठुलो बनायो भने त्यस्तो क्रिस्पी हुँदैन, बल्छ। त्यही भएर हामीले सानो ग्यास बनाएर पकाउनुपर्छ। यत्तिको ब्राउन हुँदाखेरिसम्म राम्रोसँग पकाउनुपर्छ, 5-6 मिनट लगाएर, अनि बल्ल राम्रो देखिन्छ। ल हेर्नुहोस् त, यस्तो राम्रो देखियो हाम्रो खुजुराको रेसिपी। हजुरहरूलाई पनि मन पर्यो होला होइन? हजुरहरू पनि एकचोटि पक्कै नै ट्राई गर्नुहोस्। ओके बाई, फेरि पनि म आउनेछु अर्को नयाँ भिडियो लिएर हजुरहरूको साथमा।